गुरु ब्रह्मा गुरु र विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः। साहित्यिक कार्यक्रम आरोह जिन्दगीको आजको बसाइमा अमृत बाणीको लागि हामी माझ हुनुहुन्छ आचार्य श्री ओशो अखण्ड गुरुदेव। हामी आफूलाई आफू भित्र डुबेर आफ्नै आत्मालाई कसरी जान्न सक्छौं त? एकदम अगाडि बढ्नु पर्यो। सर्वप्रथम यहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना सम्पूर्ण टिमको तर्फबाट आरोह जिन्दगी कार्यक्रमको तर्फबाट हामी शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कार्यक्रम आरोह जिन्दगीको यो परिवेशमा अगाडि बढ्ने यो अनुमति पाए पश्चात सर्वप्रथम यहाँ जस्तो अद्भुत छोरा जन्म दिनुहुने आमा बुबालाई सम्झिन्छौँ यहीँबाट। यहाँको बुबाको नाम स्वर्गीय मुक्तिनाथ नेउपाने, आमाको नाम सुन वसुन्धरा नेउपाने हो। जन्म मिति 2028 साल वैशाखको 12 गते लमजुङ जिल्लाको राइनास बोराङ भन्ने ठाउँमा 5 वर्षपछि 2033 सालमा गोर्खाको अहिलेको पालुङटार नगरपालिका यत्र तत्र बहिरहने हर कोहीको दिमागमा ताजै रहिरहने यहाँको बालकहरूको भनाइ कस्तो छ भने अब 3टा दिदीहरू पाइसकेपछि छोरा पाउन आँटेन भनेर आमालाई अलि घरमा हेला गर्ने त्यो बेलाको चलन पनि बुहारीहरूलाई जति सिकान निकाल्ने अनि दिशा पिसाब गर्ने। अब त्यो ओछ्यानमा त्यस्तो खालको फोरी बच्चैबाट थिएन आमाहरूको भनाइअनुसार। अब दुधार सुत बिरालाल घोप्ट्याउला भन्नुहुन्थ्यो, उठेर पढ्थेँ कहिले भन्नु भएन। असाध्य माया ठुलो रागो एकाल गोरु हलीको ठालो थियो, नाम्लो बुन्न नाङ्लो बुन्न सबै आउँछ जस्तो गुन्द्री बुन्न महिला आमाहरूले बुन्ने गुन्द्री बच्चैदेखिको त्यो जागरुकता त्यो चञ्चलतालाई एकतिर कतै फालेर तपाईले सिक्नुभएका ज्ञानहरू तपाईले सिक्नुभएका सिपहरू ओ माय गॉड यति सुन्दर, मलाई त अचम्म लाग्यो, सुनिरहँ जस्तो लाग्यो। अब यही भन्छ उहाँलाई पनि केही जोस जागर मिलोस् ताकि यो वास्तवमा यो गर्नुपर्ने रहेछ यो गर्न नहुने रहेछ भन्ने त्यो किसिमका केही क्षणहरू हामीलाई सेयर गरिदिनु होला गुरुदेव। होइन अब कस्तो थियो भने हामी अब लमजुङबाट गोर्खा बसेँ आएको, मलाई चाहिँ पौडी खेल्न आउँथेन। अस्ति एउटा रियल स्टोरी टाइम भन्नेमा देख्नुभयो। अब पौडी खेल्न एकपल्ट धन्नै मरेको मैले पौडी खेल्नु उमेरमा 7 कक्षा पढ्दाखेरि नजिकै प्रधान पञ्चको घर 22 रुपियाँ पैसा तिर्दाखेरि डेरा भाडा तरकारी भाडा घरपेटले नै मादिने अनि पानी घरपेटले थापेर ल्याएर गाग्रीमा नजिकै राखिदिने, माझेको भाँडामा खरानी उनीहरूले लगाइदिने, सक्नुभयो मलाई बोकेर स्कुल लगाइदिए भनेर। अनि त्यहाँ नजिक कुमालहरू थिए, उनीहरूसँग तिर्ने पैसा हुन्थेन। 15 पैसा मैले गुच्चा खेलेर 15 पैसा लगाएपछि उसले पैसा तिर्न सक्नुमा लाग्नुपर्छ भनेर यसो दिमागमा खेलेको चाहिँ लगभग कति वर्ष जति अगाडिको कुरा होला? म पहिला मलाई त कम्युनिस्ट विद्यार्थी भएको कारणले धर्म हुन्छ, ध्यान हुन्छ, गुरु हुन्छ, अध्यात्म हुन्छ, आत्मा हुन्छ, परमात्मा हुन्छ, ईश्वर हुन्छ, परमात्मा हुन्छ, मैले कहिले पत्याइन। आमा बाले पूजा गरेको समेत विरोध गर्ने, अब श्राद्धहरू गरे मन नपर्ने, खास गरी कामी दमाई सार्की भनेर छुवाछुत गर्थे, उनीहरूसँग छोएर सँगसँगै खाना खाने। मलाई यति अवस्थातिर म अलिकति युद्ध पनि मलाई मन नपर्ने र म बाहिर सामाजिक मान्छे हुन पनि राज्यको कारणले नपाउने गर्दैनन्। म चाहिँ वास्तवमा त्यहाँ आफ्नै खोजीको लागि गएको हो म। तर उनीहरूलाई के परेछ भने यो हामीलाई बुन्न आएको हो, यसले चाहिँ भोलि बम पड्काइदिन्छ आएर हामीलाई सिद्ध्याउने भयो भनेर गराएर आत्माको कृष्णको बाँसुरी अनाथ सङ्गीत गुरुले सुनाउनुभन्दा अगाडि नै सुने। मलाई कन्टिन्यू जस्तो 5 घन्टा 6 घन्टा 7 वर्ष छन्। तपाईँले जतिजना गुरुलाई देख्नु भएको छ त्यो त मेरो टेलिभिजनमा देख्नु भएको छ, ती त मेरा सबै दोस्ती हुन्। 40 पुगे गुरुदेव 28 देखि 32 वर्षको उमेरको बिचमा यता ध्यानतिर संलग्न हुनु भइसकेको रहेछ। मतिसम्म कि आचार्य श्री ओशो अखण्ड गुरुदेव नाम लिने बित्तिकै काम बन्छ, नाम लियो काम बन्यो। मैले नारायण घाटदेखि काठमाडौँ आउँदै गर्दाको त्यो परिवेश गुरुदेवलाई बताइसकेको छु। अन्त नै हो, साधु नै हो। मैले करिब बिहा गरेको थिइनँ योभन्दा अगाडि कुनै पनि जन्ममा। यसपालि आउनुको पछाडि चाहिँ बिहा गर्ने, एकपटक बिहा गर्ने रहर पुरा गर्न र म प्रकृतिसँग साह्रै नै प्रेम गर्ने भएको कारणले प्रकृति प्रेम गर्न यो वेग अनेक। तपाईँ गुरु र गोविन्द एउटै हो। हामी
अब मैले म परमात्मा भने त तपाईले ढुङ्गाले हानेर मारिहाल्नुहुन्छ हेर्नुहोस् हैन म वासुदेव भन्नुपर्छ किनभने टिचरलाई नि मारे नि त ओशोलाई पनि म गुरुको शिष्य हुँ अथवा आँखा चिम्लेर भने पनि हुन्छ परम गुरु भगवान श्री ओशो र मेरो गुरुदेव गोर्खाबाट काठमाडौँ आइपुग्नु भयो काठमाडौँको सुन्दर रानीवनको सुन्दर महल त्यागेर अहिले दक्षिण कालीमा जसरी भगवान गौतम बुद्ध आफ्ना सम्पूर्ण चिजबिजहरू त्यागेर जानुभएको थियो यहाँको सुन्दर मा हुनुहुन्छ अनि बाबु नानीहरू सबै चिज हुँदा हुँदै पनि त्यो जङ्गलको एउटा टुक्रामा जाडोमा असाध्यै जाडो गर्मीमा खपि नसक्नु गर्मीलाई ताजा बनाउँदै सुन्दर स्वर्ग बनाउन हिँड्नु भएको छ हामी एउटा मैनको भित्र रहेको धागो बनेका छौँ यहाँ चाहिँ मैन बाहिरको जुन पग्लेर सकिन्छ त्यस्तो अद्भुत व्यक्तित्व बन्नुभएको छ अब आफ्नो यो शुभचिन्तकहरू आफ्ना शिष्यहरूलाई यसरी पगाल्ने के रहेछ जसले यहाँले अघि नै पनि प्रसङ्ग निकाल्नुभयो म रुखमुनि पुगेँ भने रुखमुनि आउनुपर्छ त्यो मसँग त्यो चिज छ भन्नुभएको छ के रहेछ त्यो एउटा यसो सानो छोटो मन्त्र हामी जान्न सकिन्छ गुरुदेव त्यो त यो हरेक व्यक्तिसँग छ यो खालि हामीले गुरुले के गर्छ भने केही पनि दिँदैन एक नम्बरमा ख्याल गर्नु गुरुले खालि तपाईभित्र भएको चिज देखाइदिने मात्रै हो जति 8 अर्ब मानिस धरतीमा छन् 90 अर्ब मानिसले शरीर नवराज यही भित्र तर चाहिँ मूर्ख भने फेरि आफैलाई लोभ्याउनै सक्दैन हाम्रा मूर्ख नेताको त कुरा गर्ने कुरै भने उनीहरूको त हृदय नै छैन सम्भव छैन तर म शून्यमा शून्य सरी बिलाएँ सद्गुरुको सद्ज्ञान घरि घरि पाएँ यो शब्द मैले यही अन्त गरेको छु यहाँबाट अगाडि बढ्न पाएको छैन साँच्चै आफूसँग अथाह ज्ञान मन्दिर धूप दीप नैवेद्य चढाउनुलाई पूजा गरेको भनिन्छ भने आफूभित्र आफैलाई हराउनु आफैलाई पुज्नुलाई के भनिन्छ अध्यात्म दक्षिण कालीमा निर्माणाधीन भवन तथा उक्त आश्रमको संरक्षक यहाँ देखिरहनु भएको छ स्क्रिनमा ओशो अखण्ड गुरुदेव हुनुहुन्छ भने अब भन्नु सुक्त आश्रमको नाम के हो आभार श्रीबैनीको नाममा यो रिचार्ज कार्ड पुगिसकेको छ रजनीश कैलाश हिमालय धामको समुद्घाटन कसबाट भएको थियो उत्तरतर्फ जान्छौँ आरोह जिन्दगीको वार्षिक उत्सव कुन नीतिमा पर्ने गरेको छ लक्ष्मी दिदीलाई ट्याग राखिराख्नु होला लक्ष्मी दिदीको नाम लेखिराख्नु है को आरोह जिन्दगीको प्रस्तावित अध्यक्ष अथवा कायम मुकायम अध्यक्ष को हुनुहुन्छ यसको सही उत्तर दीपक छेत्री खिम यहाँ एउटा गीता ज्ञान एउटा ध्यान सूत्र यी दुईमा म त ध्यान सूत्र नै रोज्छु भक्तराज आचार्य नारायण गोपाल म भक्तराजलाई नै रोज्छु चन्द्र पौडेल पुष्पकमल दाहाल दुईटा मध्ये एउटा रोज्नु पर्यो प्रचण्डलाई नै रोज्छु बालेन शाह रेणु दाहाल बालेन 100% हो शर्माको रुद्राक्ष अर्को तपाईको नजिकैको तपाईको घरै नजिकको प्रदीप रोदन तपाईको घरै छेउबाट जसलाई मैले ओशो आश्रममा एकचोटि ल्याउने भन्ने कोसिस गरेको छु दुवैजना मेरो उत्तिकै प्यारो हुनुहुन्छ अब मफलर चाहिँ मेरो भाइ हो गाउँको एकदमै मैले हुर्काएको भाइ छोरो हो त्यो हैन आचलजी छ नि यो दुईटा त म स्किप गरिदिन्छु उत्तिकै क्रिकेट एउटा फुटबल म क्रिकेट एकदम क्रिकेट अब यो चाहिँ स्किप गर्न पाउनु हुने छैन एउटा साहित्यिक कार्यक्रम मधुबन नवराज लम्सालले चलाउने साहित्यिक कार्यक्रम मधुबन अनि नवराज भट्टले चलाउने साहित्यिक कार्यक्रम आरोह जिन्दगी एकदम 100% यसो के सोध्नै पर्दैन त्यसपछि मनासलु हिमाल अनि एउटा सुन्दर स्थल दक्षिण काली मैले त दक्षिण काली नै रोज्नु पर्छ गुरुदेवलाई मैले जन्मदिन उस गर्न पाउँदा म धेरै टिमलाई धन्यवाद लभ यु अल फ्रेन्ड अनि त्यसपछि हाम्रो ओशो अखण्ड गुरुलाई जन्मदिनको धेरै लाखौं करोडौं शुभकामना अनि जन्मदिन परेको जन्मदिनको शुभकामना स्वास्थ्यको गर्छौ कामना नमन त्यही त हैन म एकदम ठीक छु आरोह जिन्दगीका टिम सम्पूर्णलाई सम्मानका साथ आरोह जिन्दगी जोडिएर आज गुरुको प्रणाम गर्न गुरुलाई पनि मैले पाएको छु भीमा लगायतको यहाँ सबैजनालाई उपस्थित रहोस् नि अहिले भने
आरोह जिन्दगी कार्यक्रम यही अन्त्य भएको घोषणा गर्छु।